हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। सो गाइज, आज पनि म महोत्सव जाँदैछु अनि आज चाहिँ दुर्गेश थापा आउँदै हुनुहुन्छ। हिजो दुर्गेश थापा आउने भनेको होइन, राति 8 बजीसम्म कुरे दुर्गेश थापा नै आइदिएन। अब आज आउला छ, त्यसैले अब भाइ, मम्मी, माइजू, बहिनी, अर्को भाइ हामी सब जाँदैछौँ। अनि भाइ र अर्को भाइ, दुइटै भाइ साइकलमा गइसक्यो। यिनीबाट बहिनी यहाँ पछाडि साइकलमा जाँदैछु, मम्मी तिनीहरू अटोमा गए। अब मौसममा भेटौँ। So guys, अहिले चाहिँ हामीले साइकल राखिहाल्यौँ। अब हामी यति धेरै छौँ। मम्मी तिनीहरू उहाँ पुगिहाल्यो, गेटनिर मौसममा पुगिहाल्यो, उनीहरू गेटनिर उभिएछन्। अब हामी जाँदैछौँ। गाइज, अहिले चाहिँ हामी गेटमा पुगिसक्यौँ। अब एकछिनमा भित्र जान्छौँ टिकट सिकट काटेर। आज पनि भिड त धेरै छ। हजुर अब यति भिड यति घुम्बर जानु। गाइज अहिले चाहिँ हामी भित्र पुग्छौँ। हेर्नुहोस् पछाडि हामी यति धेरै सँगै जाँदैछौँ हाम्रो ग्याङ। उत्कृष्टका तपाईँको आफ्नो मान्छे कल्पना कुसुम एकैछिनको लागि यहाँबाट बिदा हुन्छु र जाँदा जाँदै सम्पूर्ण आयोजक कैलाली पार्टिसिपेसनको परिवार अध्यक्ष आदरणीय पुष्कराज ओझाज्यू, त्यसै गरी सुन्दर ठाउँमा आउनु पाएको छु। सुदूरमा पहिलोचोटि धेरै आभारी छु सम्पूर्ण आयोजक टिम, सुदूरपश्चिम महोत्सव, सम्पूर्ण मूल आयोजक समिति, उद्योग वाणिज्य सङ्घ, सम्पूर्ण आयोजकज्यू, अध्यक्षज्यू, सबैजनालाई म हार्दिक हार्दिक आभार व्यक्त गर्न चाहन्छु। समय एकदम छोटो छ। सुन्दरी आइरहने घरको छतमा सुन्दरी आइरहने उसलाई मात्र मन लाइरहने मखमली चोलीमा तोला मात्रै Thank you so much. What a beautiful support here, Rajanji. राजनजी कति रमाइलो है। एकचोटि राजनजीको लागि जोरदार ताली बजाइदिनुहोस् है। साउन्ड पनि मिलाइदिए गर्नुहोस् है। अब हामीसँग फायर भइरहेको छ। फायर गर्ने हो। हल्ला चाहियो धनगढीको 1 2 3 Come on धनगढी, let's enjoy. कहिले यतातिर आवाजै आएको छैन। राजनजीले स्टेजमा आमन्त्रण गर्न चाहन्छ किनकि यो हाम्रो टिम हो। मलाई मेम्बरमा नराखे तापनि म पनि तपाईहरुको टिम हो। दुर्गेश मेरो प्यारो भाइ, हामी सबैको सर्वप्रिय कलाकार, स्टेज किङ हो कि होइन? सञ्जय दुर्गेश थापा नाम होइन, ब्रान्ड हो। We know very well दुर्गेश थापा ब्रान्ड हो। यो मात्र हैन, दुर्गेश थापा स्टेजको वर्ल्ड परफर्मर, स्टेज किङ हो। हामी सबैलाई थाहा छ। कसो हो धनगढी? सही हो, सही हो। हामी यस्तै त हो नि ब्रो। सञ्जय मन्जु दिदी, हजुरले भने जस्तै फायर होइन, यहाँ त वाइल्ड फायर रहेछ। एकचोटि धनगढी आवाज
It was really amazing, Didi. Beautiful, beautiful. Sanjay. Alright, तपाईँ तयार हुनुहुन्छ? मैले थाहा पाएँ कि भर्खरै सञ्जयले मलाई कानमा के गर्नुभयो भने दुर्गेश थापाले धनगढीको आवाज अझै पछाडिको सुन्नु भएको छैन रे, am I right? Yes, absolutely. त्यसैले हामी एकचोटि साउन्ड चेक गर्छौँ। सुनिल, हाम्रो सुनिलजी र 7-3बाट यो साउन्ड चेक पनि हुँदैछ। सक्छ कि हामी पनि साउन्ड चेक गर्छौँ। एकचोटि हामी दुर्गेश भन्छौँ, तपाईँले थापा भन्नुहोस्। आर यु रेडी? आर यु रेडी? रेडी 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 धनगढी? Yes. 1 2 3 go दुर्गेश! 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 दुर्गेश नाम होइन। Beautiful day. Most popular performer, stage king, दुर्गेश थापा! सक्छ त कसैले? दुर्गेश थापा नाम होइन। Thank you, धनगढी! चिना छैनस् भाइ मलाई राम्ररी चिन। चिना छैनस् भाइ मलाई राम्ररी चिन। बाटो घाटो हिँड्दाखेरि राम्ररी हिँड। छोटो रहेछ आयु तेरो छैन धेरै दिन। मेरो लाखौँमा बिग्ने प्याड 500मा किन। दुर्गेश मेरो नाम मुला गाडीमा हिँड्छ। कहिलेकाहीँ त हेलिकप्टरमा नि हिँड्छ। दुर्गेश मेरो नाम मुला गाडीमा हिँड्छ। बच्चाहरूले होइन यहाँ बुढाहरूले नि चिन्छ। हिरो पनि भाइ म खतरा बनिदिन्छु। उडाइदिन्छु तेरो दिमागको फ्युज। को खतरा हो भनेर थाहा पाइस्। मेरो दुश्मन हेरेको हेरे गीत 3 करोड जनतामा 15 करोड भ्युज। त्यही भएर दुर्गेश थापा नाम होइन ब्रान्ड हो। हातमा सुनको बालो, गुच्चीको चस्मा कालो। झापा र पूर्व घुम्यो, अहिले चाहिँ धनगढीको पालो। त्यही पनि 4 वर्षमा धनगढीको पालो हो क्या नि गाइस? गुच्चीको चस्मा कालो, डुबेर थाइल्यान्ड घुम्ने, अहिले चाहिँ धनगढी पालो। गुच्चीको चस्मा कालो, डुबेर थाइल्यान्ड घुम्ने, अहिले चाहिँ धनगढी पालो। जाने भए जन्माया, घुम्ने राममाया, जाने भए जन्माया, घुम्ने राममाया, जाने भए जन्माया, घुम्ने राममाया, जाने भए जन्माया, घुम्ने राममाया।
हालिन्छ यो गीतमा तर यो गीतमा हल्लेन यो गीतमा नाचेन भने त जिन्दगी नाच्दैन है फेरि हाम्रो यो अन्तिम गीत छ जानी भयो जाममाया घुमेर अमायाको घोषणा छ यो गीतलाई अन्तिम प्रस्तुति गर्दै सुदूरपश्चिमको पिताहरू सुदूरपश्चिमको केटीहरू सुदूरपश्चिमको यङ र जेन्जी टिमलाई र युथ त्यो सुदूरपश्चिमको सम्पूर्ण साना साना नानी बा आमा दिदी बहिनी सबैलाई मुटुभरिको माया दिँदै यो अन्तिम प्रस्तुति छोड्दै सुदूरपश्चिम महोत्सवको सम्पूर्ण टिमलाई एकमुष्ट सम्मान व्यक्त गर्दै आदरणीय चन्द्र दाई र हाम्रो मन्जु दिदी थ्याङ्क यू सो मच र अप्पु दाईलाई पनि धन्यवाद जान्छ के अगाडि हुनुहुन्छ मलाई धनगढीमा फर्स्ट सिटी ल्याउने अप्पु दाई आयो फेरि दाईको बिचमा के भयो मलाई थाहा भएन तर फर्स्टै दाई हो कहिले पनि आफूले लागेको गुण कहिले पनि बिर्सिनुहुन्न गाइस हो कि होइन दुबईमा थाइल्यान्ड घुमे अहिले चाहिँ धनगढी जाने भयो Everyone, somebody high five here! महोत्सवलाई सुसम्पन्न गर्नुभएको छ त्यसै गरी फाइट भयो फाइट बागडोग्रा साउन्ड सिस्टमबाट सुनिल केसी यहाँ हुँदैछ अरे भाइ सुनिल आइजक टिमले उहाँलाई मायाको चिन्ह प्रदान गर्नु पर्मिला दिनुहुन्छ मस्त यहाँलाई मायाको चिन्ह दिनको लागि अफिसियल फोटोग्राफर